इन्ट्रो त नमस्ते त भन्नु पऱ्यो नि होइन इन्ट्रो त दिनु पऱ्यो नि के भन्ने होला आज चाहिँ हामी दुईजना साथी यसो काम थिएन अनि यसो हल्लेर बाहिर जाऊँ न त कतै जाने भन्दाखेरि यसो नेल्सन बेतिर जाऊँ न त भनेर निस्केको नमस्ते म चाहिँ अर्विक म चाहिँ ड्राइभर साहब ऊ चाहिँ ड्राइभर साहब हनुमान कण्ठु देखियो क्या त्यही रोल्छ क्या त्यसले यार त्यही रोल्छ क्या त्यसले बल्ल रेस हाने यार हेर्नुहोस् गाइस अस्ट्रेलियाको मालबाग मालबाग गाडी गयो के फुडोले हतार बसे रन्केर आयो ए यार हेर मान्छे माथि टाँसेको हुन्छ होइन अहिले उस्तो गरेर पर चाहिँ बोल्छ कि त्यहाँ उस्तो गरेर बोल्छ भाइ त्यो आइदियो भने त हामी त फेरि पुलिस देखेपछि त छैन दुई साइडमा यताबाट रन्के म जान्छु उताबाट रन्के तँ जा भनेर बसिहाल्यो छिमेहरू त्यहाँनिर के भन्दा मारि रन्के थिएँ म होइन भगवान्ले फेरि यस्तो बनाउँदैछन् बोल्यो भने होइन ठ्याक्कै परिदिने कि अर्को दा फेरि मामा आउलान् भनेर भने तिमी नबोला त्यहाँ तिमी बोल्यो भने फ्याट्टै पर्छ भनेर लागिरहेको थिएँ कि अन्त उताको गल्ती थियो कि खासमा राइट कसले छोड्न पर्ने हामीले उसले साइडलेट बाले थिएन कि यता राइट घुम्ने रहेछ साइडलेट बाले थिएन म चाहिँ यता हेर्दा हेर्दै गएँ पछि बालेको उसले मामालाई देखेर बालेको लाइट अनि म रन्केर गएँ धन्न उसले हरन बजाइदिएँ आफू सेसाइडमा हरन बजाइदियो अनि मैले त यसो गरेर हिँडेँ गएको त मामा ठ्याक्कै पुई 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 लाइट बोल्न थाल्यो फाइन हाने कि हानेन अनि त्यही भन्दैछु अनि त्यहाँबाट चाहिँ के भन्दाखेरि होइन किन भन्दाखेरि होइन त्यसलाई साइडले बाले थिएन एक सेकेन्ड है सुसी चाहिँ जेसमन्डमा पाउँछ सुसी चाहिँ जेसमन्डमा पाउँछ त्यस्ता सुसी चाहिँ नखाउँ अब त अर्कै मतलब केएफसी के म माछा किन र आज मङ्गलबार खाएन कि कति भयो त्यही भएर अनि म केएफसी नै पाउँछ त्यहाँ छोडिदियो मलाई नखाउँ उतै गएर भेजी खाउँला जेसमन्ड नेन्सनमा सुसी नै पाउनु पाउँछ हौ सबै पाउँछ नि अनि के भयो भन्दा चाहिँ राउन्डबाट रन्केको मामाले त रोकिदिए अगाडि रहेछ मामा एम्बुलेन्स त्यता घन्टा एम्बुलेन्स अनि के भयो भन्दाखेरि चाहिँ होइन त्यसलाई साइडले बालेको थिएन म सिधै जाला जस्तो लाग्यो अनि मैले चाहिँ पछाडि हेरिरहेको थिएँ होइन पछाडि मेरो चेक यता हेरेको त्यो आगो थाहा नै भएन यतै होइन त्यो भएर म चाहिँ म चाहिँ एउटै बाटोमा थिएँ भने लाइसेन्सले भनेन अनि कहिले आएको जनवरीमा त्यतिखेर ठ्याक्कै 1 वर्ष भइसकेको थियो जनवरी भनेको त्यो दिन ठ्याक्क अप्रिल जस्तै थियो क्या जनवरी भनेको त 3 महिना भयो नि त त्यो भर्खर आएर चाहिँ भन्नु पऱ्यो कि त्यसलाई जनवरी भने होइन अनि त्यहाँ चाहिँ गरेको छ नि केही दिएन कि एउटा केयरफुल भन्यो अनि त्यहाँ चाहिँ ओके भनेर छोडिदियो कि मान्छे ढुङ्गा छ बाटोमा बिचायो ढुङ्गा देख्दैन अचम्म लाउने घल्टाक्क भएको फेरि गाडी नि नेपालीलाई बाटोमा रोडमा ढुङ्गा एउटा ढुङ्गा देख्दा त्यस्तो लाग्छ अचम्म है एकचोटि के म के भयो भन्दा एकजना चिनीको अङ्कल थिए होइन पेट्रोल भन्दाखेरि याद आयो क्या त्यो चिनीको अङ्कल थिए तिनको चाहिँ एउटा उ थियो कि के भन्छ मेन पावर थियो कि पोखरामा अनि एउटा मात्रै उ थियो भन्दा त अलिकति मेन पावर थियो बुढोको दुइटै थियो नि त अन्त त्यो चाहिँ बच्चाहरू पनि थियो मान्छे थियो होला अनि एउटा साथीको अङ्कल थिए आफ्नै प्योर अङ्कल त्यो भएर चाहिँ साथी आफ्नै अङ्कल पनि प्योर मिसावट थिएन अनि त्यो हुँदाखेरि चाहिँ त्यो बुढाले के भन्छ गइरहनु नि ल तिमीलाई चाहिँ खाडी जानेहरूको चाहिँ इन्टरभ्यू दिइदेऊ त्यही मान्छेको सबै डिटेल्सहरूबाट लाइसेन्स नम्बर के अरे पासपोर्ट नम्बर यताउता याद गर इन्टरभ्यू दिन्छ पास भइदियो भने 2500 रुपियाँ मलाई भन्थ्यो क्या गएँ सुरु पहिलोचोटि गएँ नेपाली 2500 अनि गएपछि अनि पास भइदिएँ बुढाले चाहिँ 2500 दिएँ अनि मलाई त्यहाँ त म त दिनमा त 2-3 इन्टरभ्यू दिएर गइदिन्छु त म भने कि अनि अर्कोचोटि नि गएँ अर्कोचोटि गएपछि चाहिँ अनि लेख्न लाउँदै कि इन्टरभ्यू मलाई फेरि पेट्रोल भन्ने थाहा थिएन कि पेट्रोल भने म त नर्मली हामीले हाल्छौँ गाडीमा त्यो पेट्रोल भन्ने सोचेँ कि पेट्रोल होइन पेट्रोल हो त्यो पेट्रोल भनेको चाहिँ यो पुरै चाहिँ गाडी जस्तै मुभमेन्ट के त्यो
गस्ती हो क्या पेट्रोल नेपाली गस्ती हुन्छ अनि त्यो मतलब पेट्रोल पम्पको यो पेट्रोल यहाँ लेख्ने कि एक पन्ना लेख्ने कि फेरि अनि पुरा अनि फेरि टप हो नि त के अरे कलेज टपर हो गफान्नमा होइन झाल्नु न अन्त त एसी लाम होला सरकारहरू हेर नाक त गदल छ नि इज्जत हो बाबा इज्जतै हो त्यो स्योर हो नि अझै ठुलो भएर झन् धेरै इज्जत दिन्थेँ मैले कामबाट आइरहेको छु नभए ब्याक फ्रम बेबी पनि भने बेबी काम डाउन भने यो ब्रिजबाट सनराइज क्या बवाल देख्छ नि थाहा तिमीलाई परेको छु त्यो पनि तिमी त्यही स्टकटनमा आउने बेला त्यही त हो नि अब स्टकटर नै जाने बाटो मेरो पहिलाको फोनमा चाहिँ थियो है भिडियोहरू खिच्थेँ मैले सुरुमा के पछि त अब यस्तो भयो काम नहतार त कसले सनराइज तर क्या खतरा देख्छ नि त होइन त्यो अब उतापट्टि त्यो यहाँ अब भिडियोमा देख्छ देख्दैन ड्राइभिङ गरेर देख्छ होइन जस त्यो पानीमा पनि देख्छ कि सन त्यो चाहिँ यस्तो बवाल लाग्छ नि होइन अब यतापट्टि त पानी देखिरह होइन अब यतापट्टि चाहिँ अब बादल त्यताबाट लाग्दैन हो यताबाट हो उलो हेर त्यो पानी छ नि होइन त्यहाँ सनराइज हुँदा पानीमा देख्दा यस्तो सेक्सी देख्ने क्या ल म त होइन फर्स्ट टाइम हेर्दा त हुन्छ नि क्या बवाल लाग्यो क्या मेल्ट अवे भइदिएर क्या होइन यस्तैमा अब म चाहिँ खेल्ने तिमी डुब्ने अनिकालमा के हुँदैन बाँचेर नि धरतीको बोझै हो हेर के नाप्छ भने त बाँचेर म जिन्दगीमा म काया पल के गर्छु एउटा इन्भेन्सन गर्छु एउटा औषधि बनाउँछु त्यो पाइल सन्छु नि के गर्छु चाहिँ के बाँचेर मैले त्यो भन्नु न तिमीले के गर्छौ ल म बाँचेर गोप्रोम भिडियो बनाउँछु म बाँचेर चाहिँ तिमीलाई यस्तो हो तिमीलाई म पावर ब्याङ्क सप्लाई गर्छु सही हो त्यसो भने त बाँच्नु पर्ने हाल्यो मान्छे तपाईँ हामीले चाहिने मान्छे हो चाहिँ राजा बन्ने आउँछ होइन काम जस्तो गर्छु कि मैले चालक पनि पाउँदिनँ कि आज त कहाँ तिमीले खाइसक्यो कहाँ खाने त्यही भएर खाम भनेको मलाई तिमीले कुदाकुदै गरेर सुसी खाम भनेको त सुसी खानु पाइन्छ कि त कतै बेला सुसी खाने बेला के खान्छ केएफसी तिमी खाउँदै म यो सुसी किन्छु भनेको म सुसी खान्छु तिमी केएफसी खाऊ म सुसी नि खान्छु नि ओपेराको मुनि त गएको छैन म यार अन्डरग्राउन्डमा तिमी गछौ हराइन्छ अब यार हराइन्छ भन्दा पनि फिर्ता आउन सकिन्न मलाई के लाग्थ्यो भन्दा अस्ट्रेलिया भनेको पुरै चारैतिर समुद्र छ भन्ने थियो पहिला होइन चारैतिर समुद्र त छ कि मलाई चाहिँ अनि के हुन्थ्यो भन्दा यता समुद्र आएर उ गरेर पौडी खेल्न सिक्नु पर्छ भन्ने लाग्थ्यो अहिले यहाँ समुद्रमा जाने लाग्छ होइन आफैले यस्तो हुन्छ तेल हाल्नु है आफैले हाल्नुपर्छ क्या तेल कुन तेल लाग्छ त्यो चाहिँ आफैले यसरी छान्ने अनि झ्यापलाएर हाल्ने तिम्रो नि साइडमा यता उभियो भने त ठ्याक्कै पेट्रोल ट्याङ्क जस्तो देख्छ होला मैले यस्तो तानेर हाल्देला नि एउटाले यहाँ पो त यहाँ आएर खाल्टामा मेरो गाडी नै छैन हामी चाहिँ तोमारी माउन्टेनमा आएको छौँ नेल्सन बे तोमारी माउन्टेनको अलिकति छेउमा अलि त्यो उकालो रहेछ यहाँबाट हेरिन्छ हाम्रो देखिन्छ तोमारी माउन्टेन यहाँबाट माथि जानु मिल्दो रहेछ त के छ त्यहाँ हेर्दैन न हामी चाहिँ कहाँ छौँ भाइ हामी युबारीहरूमा छौँ 1 माइल त यहाँ रहेछ नि त मुजी यो त खोइ तल हेर न मुजी बोट किन हिँड्ने भए मुजी त्यत्रो गाडीमै जाने लाइनमा यहाँबाट होइन यहाँ जाने त 1 माइलमा पछि जाम्ला नि त भन्दा त 1 माइल गाडीमै जान्थ्यो नि मैले गाडी नै स्याट्टै यहीँ पुग्दो रहेछ ज्ञानबान यो गनगन रोड त म गछु रेक बिचमा पनि हामी यहाँ छौँ होइन रेक बिच त अब यहीँ त छ त
गएर हेर्दिउँ न कस्तो छ होइन जाम न बिचमा त पौडी खेल्न मिल्नु पर्ने हो मान्छे कति छन् भन्ने कुरो मान्छे छैन भन्दा नखेल्ने डुबायो भने त फेरि अब पौडी खेल्न दुवैजना लाउँदैन होइन तनाव त त्यहाँ पो छ त अनि अर्को सरप्राइज कुरो के छ भन्दा पौडी खेल्न दुईटै लाग्छ ऊ चाहिँ फेरि एभ्री मर्निङ सधैँ पौडी खेल्न जान्थ्यो फेरि पहिला काममा आउनुभन्दा पहिला स्विमिङ कन्फिडेन्स कस्तो होला त मेरो सोच न बुझ्यो बिहान फेरि गएर हामी फेरि चुम्बुमा डुब्ने अनि त्यहाँबाट चाहिँ आउने कपाल डुबाउने होइन कपाल डुबाउँथेँ डुबाउँथेँ होइन म चाहिँ ल्याप हान्थेँ नि छिक्ने एक ल्याप हान्दिन्थेँ नि यस्तो हो क्या पौडी खेल्न आउँदैन भन्ने नि कस्तो सन्दर्भ भन्दाखेरि होइन त्यहाँ एकै ठाउँमा फ्लोट भइराख्न आउँदैन क्या एक ल्याप हान्दा त म सिधै जान्ने अनि आइदिन्थेँ कि रोकिनै पर्दैन बिचमा होइन हिँड्दै कि पौडी कहाँ हिँड्ने पौडी खेलेर यताको एउटा छ नि त्यो मेरो वेदरको ठुलो त्यहाँ मेरो वेदर ठुलोमा चाहिँ एक ल्याप हान्न सक्दैन अरे गाह्रै पर्छ पारी गएर रेस्ट गरेर अनि फेरि आउनुपर्छ त्यसरी चाहिँ सक्छु जान त सक्छौ ए म खतरा खेलिदिन्छु कि म हिँड्नु पर्छ म फेरि अब एकचोटि ल्याब हान्न लाएन स्याट्टा गरे नि त पहिले माथि आउँछ मेरो हामीले के भन्थ्यो मलाई पानीले उतार्दैन भन्थ्यो गरुङ्गो छु म भन्थ्यो नजाने अनि एउटा बुढो फेरि यत्रो मोटे कि कस्तो भन्छ टोम जस्तो कि त्यस्तो भुँडी लाग्दो ड्याममा थियो नि उत्तार्नु परेर तिर्लिन्न तैरिरह त्यसरी एकैछिनमा तैरिन्छ त्यो हामीले हाम्रो ल तैँले म केही चलाएन म उत्रिरहेको छु भने मैले के सोचेँ तेरो पेट ठुलो हावा छ होला त्यो भन्ने सोचेको थिएँ कि तर त्यस्तो रहेछ कि हावा निकाल्यो भने सट्टै भएमा पुग्छ भन्ने लागेको थियो तर फेरि मैले विचार गरेँ कि खुट्टा माथि गर हात सिधा यसरी छोड्छ भने टाउको छोडेर सास फेर्न मुख मात्र निकाल्न भन्यो मैले ट्राई गरेँ हुन्छ जस्तो फेरि खुट्टा एकछिन तैर यसरी उठाउनु पऱ्यो नि त सुरुमा नजानेपछि त पावरले युज गर्नु पऱ्यो यसो गर्दा गर्दा हो त्यो अरट्ठा परेपछि डुब्छ फेरि छोड्नु रिल्याक्स हुनु पर्दैन छोड्नु पर्दैन सरलाई हो मलाई पनि आउँछ त्यो गर्न चाहिँ फेरि होइन म यसरी सिधा एकै ठाउँमा फ्लोट हुन नसक्ने क्या ढाडमा चाहिँ म फ्लोट भइदिन्छु होइन फेरि म फेरि यस्तो टाइपको के यसो सिकाएको थिएँ हात यस्तो पेन्गुइन स्टाइल एकै ठाउँमा सक्छु म अगाडि बढ्न सक्दिनँ एकदम फ्याट गरेर तिम्रो चाहिँ मेरो उ रहेछ तिम्रो ठ्याक्क उल्टो झन् यहाँ हान्नु के चाहियो म एकै ठाउँ उभिन सक्छु तिमी बुझ्नु सक्दैनौ हिँड्न सक्छौ के चाहियो त्यहाँ भन्दा समस्या चाहिँ अब कस्तो भन्दाखेरि म समुद्रमा जानु डर लाग्ने चाहिँ कस्तो भने त्यो एकै ठाउँमा फ्लोट भइराख्नु सक्दैन नि त समुद्रमा हुनै पर्दैन नि मलाई किन पर्दैन मुजी समुद्रमा छालले लान्छ हो त्यही त प्रब्लम छालले लान्छ मुजी एकै ठाउँ फ्लोट हुन्छ आउनु परेन रेस्ट त चाहियो नि त मुजी कहाँ लान्छ नि समुद्र वेभ हान्छ आफू बिचतिर आउँदैछ भने नि मुजी वेभले पछाडि नै तान्नु हान्छ नि त्यस्तोमा त रेस्ट गर्न आउनु पऱ्यो नि त थाकिहाल्छ त होइन अनि थाक्दाखेरि चाहिँ रेस्ट गर्न सक्यो भने बल्ल स्विमिङ आयो भने म चाहिँ कति नै सकिन्छ र धेरै सक्यो भने 100 मिटर होला होइन त्यो कति छ 100 मिटरै छ होला होइन त्यो उसको 50 मिटर ल 50 मिटर अनि 50 मिटर सकिँदो रहेछ होइन अनि म चाहिँ अनि रेस्ट गर्नु पऱ्यो नि त त्यो त अझै स्विमिङ पुल भयो बाँच्नुकै दुविधा भए त 100 मिटर 1 किलोमिटर सक्नु पऱ्यो नि रेस्टै गर्न नसकेपछि त सकिन्न यार मान्छेले एउटा हामीहरू चाहिँ छोरो चाहिँ गाडी पल्टिँदै छोरो गाडी मुनि भन्दाखेरि गाडी नै उचाल्दै थिएँ त त्यस्तो हुनुपर्छ अब मर्छु म अब 1 किलोमिटर पौडिनु मर्छु भने त पौडिनु पर्यो तर मैले अस्ति भर्खरैतिर न्युज सुनेको एउटा अरब म्यानले पनि होइन आफ्नो बुढीलाई बचाउनलाई 6 किलोमिटर पौडी खेलिदिन्छ अनि एउटा चाहिँ के भन्दा गिनिस बुकमै नामले एउटा हेल्प चाहिएछ हेल्प चाहिएर मान्छे यहाँ नजिक टाढो रहेछ नि यसरी चिचाएर भनेरै बोलाइदिएको गिनिसको नाम अनि एउटा इन्डियामा चाहिँ एउटा विद्यार्थी होइन लेडी चाहिँ सानो त्यस्तो 15 वर्षको जतिले टेम्पो गुल्टेछ मान्छे मुनि च्यापेर चाहिँ टेम्पै उचाल्दै टेम्पो त हलुङ्गै हुन्छ भए पनि मैले त्यो 10-15 वर्षको लागि सरकारले उ गरेछ क्या सम्मान टेम्पो उचालेकोमा कि बच्चाकोमा टेम्पो उचालेकोमा नि हो अब टेम्पो उचालेर त सम्मान पाएँ मोबाइल निकालेर भिडियो खिच्नु थाल्यो त सम्मान के यसी कि त्यसै होइन भ्यू चाहिँ खतरा पाउँथ्यो तिमी चाहिँ
भिडियो निकाल्नु भिडियो खिच्नतिर लाउँछु होला म त तिमीलाई डुब भनेको नि भिडियो खिच्छ भने माउन्टेन चाहिँ उठ्यो है हामी माछालाई माउन्टेन त म्हणजे हामी बाह्रलाई घाँस काट्न जान्थ्यौँ कि तर कस्तो भयो यहाँ म खालि यति हिँड्दाखेरि यहाँ थाकै लाउनु पनि उहाँ बाख्रालाई घाँस काटेर एक डोको त्यो बनाएर बोकेर घरहरी बनाएर स्कुल जान हतार हुन्थ्यो एकचोटि नबिसाइकन यो त तिमीलाई तिम्रो आमाले भन्यो होला होइन म स्कुल जान त कहिले हतार हुन्थेन स्कुलको 1 मिनटको डिफ्रेन्स हुन्थ्यो हाम्रो घरको नजिक स्कुल बस्यो होमवर्क घर बिर्स्यो भने फेरि घर लिएर आइदियो भन्थ्यो कि मलाई त अनि गएपछि आएपछि खोज्दा जाऊ भयो अनि स्कुलै नगइदिनु अनि त्यहाँ जब 1 बजीको घन्टी लाग्छ नि त्यतिखेर गएको झोल लिएर आउँथेँ मैले होमवर्क छैन भने घर ल्याउन आउनु पठाउँथेँ अनि घरै बस्थेँ नि अनि 1 बजी चाहिँ फेरि फुटो सुन्नु जाने अनि फेरि घरतिर आइदिने अनि झोला लिएर घरतिर आइदिने गर्थेँ मम्मीहरूले के भन्नुहुन्थेन मम्मी फेरि घर आउने भनेको नि घर होइन है खेत काल्ना बस्ने खेत काल्ना लुकेर बस्ने 4 बजी अरू सँगसँगै झोला लिएर भर्खरै आएँ भन्ने हुन्छ त्यस्तो अनि त्यसपछि 1 बजी जाँदा ड्याङ्गै फेल अनि 1 बजी जाँदा फर्स्ट त्यहाँदेखि ननस्टप के फेल फल भयो गाउँमा हुँदाखेरि 4 क्लासमा थिएँ होइन अनि रिजल्ट भनेको नि त्यस्तै हेर्न जान्थ्यो त्यस्तै होइन अनि अब नयाँ क्लास सुरु भयो होइन अनि गएँ मान्छे अनि एउटा साथीले यस्तो रह्यो क्या तैँ चाहिँ हाम्रो क्लासमा हो भने होइन फोमा होला म फेल भयो होला भन्ने भने मैले होइन मम्मीहरूले त फेल भयो भन्थ्यो भने होइन मलाई त पास भएको आइज हिँड भनेर गएर 5 क्लासमा बसेँ होइन अनि त्यसले भनेर त्यसको क्या सोच्यो कि म होइन गएर बस्दै सरले त झन् फर्स्ट बेन्चमा कि होइन सर क्लासभित्र छिरेर बाबु त फेल भयो नि 4 बजी दिइराख्यो यस्तो बिला लाग्यो होइन मलाई त्यस्तो एम्बारेसिङ मुभमेन्ट थियो त्यो हाम्रो गाउँको ओल्ड च्याम्पियन नि म डन्डीको एउटाले भन्थ्यो कि हाम्रो गाउँको टोल विकास समितिको वडा समथिङ त्यस्तो लामै थियो कि मलाई दामी आउँथ्यो यस्तो भन्नु च्याम्पियन हो भन्नु त्यस्तो के भन्दा डन्डी बिखेल 1 बजी खेल्थ्यो है अनि डन्डी बिहे पुग्छ नि त्यहाँ पुग्छ यसरी चाहिँ फाल्न पर्यो म फेरि कस्तो भन्दा त्यस्तो चाहिँ ठ्याक्कै लकाउनेमा च्याम्पियन हो एउटाले चाहिँ म फाल्छु भने होइन मेरो हातमा बियो थियो म फाल्छु भने अनि म फाल्छु यहाँ लड्न मेरो पालो समातेर हानेको त ठ्याक्कै आँखा यत्ति लागेको छ कि यहाँनिर लागेको छ 1 सेन्टिमिटर तलमाथि भएको भए आँखामा लाउने अनि म फेरि अब यत्रो ठुल्ठुलो खाल्नु हुन्थ्यो कि एक तल घर जत्रो ठुल्ठुलो खाल्नु कि 8-10 जना थियौँ रगत आयो होइन रगत भयो त्यो त मुर्छा परेर रुन लाग्यो म फेरि रगत देखेँ म फेरि काल्ला फरेन कि 5-7 जना केटाहरूले होइन साथीहरूले सम्बन्ध खोजे मलाई कहिले भेटाउन सकेन काल्ला फरेर घर गएर लुकेँ म अब फेरि हाम्रो घर भनेपछि अब कुकुर हुन्थ्यो पहिला भोटे कुकुर वरिपरिकै जानु डराउँथ्यो कि साथीहरू होइन हाम्रो हजुरबा फेरि कतिवटा थियो तिमीसित कतिवटा थियो म त मलाई नगर्नेर नि त्यही तिमीलाई नगर्ने कतिवटा भोटे कुकुर थियो अनि फेरि हाम्रो घर भनेको फेरि हजुरबा थिए त्यो गाउँकै लगभग चाहिँ सबैले मान्ने थियो कि मान्थ्यो कि हजुरबा घर आउँछन् भनेपछि त घर हजुरबाले चाहिँ कोही गएन गर्थ्यो अनि चाहिँ के केटाहरूले चाहिँ सरले गएर के भनेछन् भन्दा यसरी गयो भाग्यो घर गएको भगाएर लुक्यो भनेर लाग्छ तर उनीहरूले भित्र गएर नि हजुरबालाई त्यसरी फर्क्यो भगारीमा गएर लुक्यो हामी त भेटाउँदै पनि आयौँ भने त्यहाँ चाहिँ सरहरूले बोलायो यता गरेर चाहिँ मम्मीलाई बोलाएका छन् अनि त्यो पछि चाहिँ त्यसको साथीको आमाले चाहिँ यो औषधि गरिदिनु भए गर्दै न त तेरो छोराको नि यस्तै बोलाइन्छ भनेर लागेको थियो मम्मीले फेरि अब ल भनेर बेनी अस्पताललाई चाहिँ लानु भयो 3टा कति टाका मारेको अरे अनि त्यहाँ चाहिँ ल भनेर अनि फेरि 3 दिनपछि गएँ स्कुल गएँ फेरि कस्तो स्कुलमा गएपछि ठ्याक्क अब फेरि बानी कहिले चाहिँ थोरै अघि जाने बानी कहिले नै लाइन घन्टी राखी जाँदाखेरि 1 मिनट ढिलो झोला बोकेर अगाडिबाट जानु पर्थ्यो फेरि हेर्छले अब फेरि अब पिटेन भने किन भन्छ पिट्यो भने म त सिधै गरेर मम्मीलाई बोलाउँथेँ मम्मीले हजुरबा आउँथ्यो त्यो पछि चाहिँ मलाई चाहिँ छेड्छाड ल हाम्रो स्कुलको दादा आउनु भनेर लाग्यो सबले ताली बजाउनु लाग्यो म त रोएँ म त घर फर्केँ फेरि रुँदै घर मम्मीलाई लिएर आयो ल दादा म सरलाई गएर गाली गर्छु भन्नु के भन्नु मम्मी अनि अब सरलाई के गाली ल
नगर्नु सर यता के भन्नु होला नि त अब त्यो बल्ल त बल्ल आएको थियो आउन माथि बल्ल बल्ल आएको थियो फेरि यस्तो गरेर नै आउँदैन फेरि आउँदैन फेरि भन्नुभयो त ल ठिक छ भने अन्त फेरि सरको कुरा सल्ट्यो अब केटाहरूसँग भन्नु म फेरि केटाहरूसँग के भन्दा होइन अब केटाहरूले मलाई समातेर पिट्छ नि भने सोचेको त केटाहरू त मैले त्यस्तो गरेको डराउनु थालेको मसित त डराएको नि केटाहरू त्यसले त फेरि हान्छ भन्नु पऱ्यो त्यसपछि हामी के थाहा खा फेरि त्यो केटाहरूले टोपी छँदैछ त्यो फेरि मिल्ने साथी थियो कि छँदैछ भयो भने अन्त त त यत्रो यत्रो कालो हामफाले जाम हेर्न जा भने फेरि हेर्न भोलिपल्ट नि त्यो दिन पनि डराएर फरकले अरू नेत्र फरल सक्छ आउँला यत्रो हाँडा नागेर यस्तरी गछि स्याउँदै फेरि फरल त हेरौँ भने पोखरा आइयो अनि 1-2 वर्ष जाँदा त रुखमा चढ्न नि डराउने त्यस्तो भयो पहिला दुगुरी मान्छेले त सिधा उभिन नै डर लाउने के कता खस्छु मेरो बानी बिग्रियो त पोखरा गएर भन्ने म त्यस्तै हुन्थ्यो होला पोखरा गएर नि छट्टु किन त्यहाँ त अब सरले त रम्काइहाल्ने नि न आमाको डर सुध्रियो ल यसो गरेर घर पो बोलायो त्यो बाटो त हामी अहिले चढ्नै सक्दैनौँ नि बुझ्यो त चढ्नै सक्दैनौँ त त्यही मोरी माथि टुमरी माउन्टेन होइन फर्किएर आनन्द त हुन्छ अहिले त जाँदै थाकिन्छ त्यतै दाम कि या त्यो दुख्न थाल्यो अब यहाँबाट त्यहाँ पुग्ने टाइमसम्म त टुमारी माउन्टेन यतामुति गर्नु मतलब भने के छ टुमारी मानेपछि चिताल हावा तर हामी यताबाट त बिचतिर नि त पुगिन्न नि त कुरो त्यो भन्नु त सर म्याप हेर त्यो गुगल म्याप हाम्रो ड्राइभर साहबले कहाँ ल्याउनु पऱ्यो कालेबुङबाट ए बाटो रहेछ यही रहेछ हामी यहाँ छौँ सिधा गएपछि तलतिर रहेछ यही एउटा अब अर्को जक्सन जहाँ भेटिन्छ नि त्यहाँबाट तल आधी बाटो आइयो छ यसो गरौँ न त त्यहाँ बस्यो नि यो अनि यो समुद्रसम्मबाट गसी उता पुगिन्छ पुगिन्छ भनेको चाहिँ त्यो बिचमा के छ बिचमा बालुवा बिचमा समुद्र बिचमा पानी हो मलाई यत्र बिचमा के थाहा म खाल्टो छ पानी खाल्डो पानी पानी हो नि त अहिले भ्यायो भने त सिधै अहिले बोलाउनु पर्छ क्या यार अहिले भ्यायो भने त अहिले बोलाउनु पर्छ क्या त 4 बजीतिर आइदिनु अहिले घर जानु कति टाइम लाग्छ हेरौँ होइन म्यापमा अनि त्यसपछि अनि 3 बजी त पुगिन्छ 4 बजी अनि ठ्याक्क म्याप हेरेर अनि ल त्यति बजी आइज भनेर फोन गर्नु ल किन झ्या हुन्छ नि त फेरि अलिअलि नै पुस्नुपर्छ है होइन न फोन गरेर कसँग चाहिँ छैन भने अघि तँलाई फोन गर्छौँ अनि छैन तँलाई फेरि आउँदैछ भने फोन गर्छौँ हामीले होइन आज सकेसम्म आजै आइज भन्नु पऱ्यो भन न भन्ने कुरा चाहिँ होइन भने जहाँ एजेन्टबाट गरेर स्पेयर कि चाहिँ बुढा गर अनि गएर चाहिँ गर आजै गर भन्नुपर्छ नि त हामी चाहिँ रेगुलर काममा हुन्छ स्पेसमा आउँदैछ भने कहाँ कुरेर बस्नु सकिन्छ मैले मेल त लेखिदिइसकेँ अब हेरौँ मेल त लेखिदिइसकेँ त्यही पनि अहिले हेरौँ यु क्यान कम एट टुमोरो एट 10 भनेर लेखिदिइसकेँ फोनै गर न यस्तो कुरा अहिले छोडिदिउँ यहाँबाट निस्क्यौँ पहिला अनि क्या निस्केपछि म्याप हेरौँ घर पुग्नु कति टाइम लाग्छ अनि त्यो अनुसारले अनि तिनीहरूलाई नि अनि मलाई ठिक्क हुन्छ भित्र त खतरा खाँदा के हो खतरा खाँदा के हो कोही छैन यार हामी दुईजना त डेटिङ आएको त भयो त मलाई ऊ आएपछि सोध्छौँ ल अहिले सोचेँ नि मलाई अस्ट्रेलियामा छ केही दिन अगाडि चाहिँ प्रिपरेसन हुनुपर्छ जस्तै म ब्रिस्बेनमा 2 दिन 3 दिन अगाडि चाहिँ प्रिपेयर भयो लास्टमा केही नै भएन भयो नि मान्छे कति मऱ्यो त्यो त बुझेँ त्यो सर्फिङ गरेको देखाएको थिएन त्यो होइन घरै बसेर के नचिरे घरै बसेर कुनै चाहिँ थोरै चाहिँ लोवर स्पेस लोवर ठाउँमा चाहिँ 2 तला भन्दा माथि घरहरू त पानी
हो घरै बस्छ नि होइन हो कि मलाई 2 तला घर जति माथि भइदिएर आयो मलाई त थाहा भएन त्यस्तो अनि त्यो भएर चाहिँ जस्तै त्यहाँ छिर्ने पानी चाहिँ त्यो पानी चाहिँ यहाँसम्म आयो भने 2 तला भन्दा त हो र 2 तलाकै लेभलको हो त त्यो त लगभग हुन्छ अनि त्यो बालुवाबाट यतिसम्म त 1 तला त हुन्छ त्यतिको भए चाहिँ घरै डुब्ने जतिको भयो थियो भनेपछि त अनि घरै बसेँ निस्केन नि डुबे त्यो लाठी बेको भयो सरकारले झन्से पर घरमा बस्छ भने त्यो घरमा चाहिँ मऱ्यो यहाँ भित्र चाहिँ जानु मन लाग्यो मलाई के रहेछ भनेर नजाऊ बाघ सुतेर बसियो कि नचाहेर नि मैले बाघ बाँधेको थिएँ मैले भर्खरै भित्र हग्न पठाएको छु मैले पानी पर्ने जाडो हुन्छ घाम लाग्ने गर्मी त्यो त जान त्यस्तै हो नि जान त्यस्तै हो पोखरामा त पानी पऱ्यो नि जाडो हुन्छ घाम लाग्ने जाडो हुन्छ कहाँ पोखरा गर्मी छ नि यार म अहिले र उहिलेको कुरा छोड होइन उहिले मलाई हेम्जा बस्थेँ प्रायः जस्तो हेम्जा त घाम लाग्ने जाडो त्यो त मलाई थाहा भएन हेम्जा चाहिँ म गएन क्या हो होइन जस म पोखरा जाँदाखेरि म काठमाडौँबाट 2:30 बजी निस्केको होइन यहाँ आउनुभन्दा अगाडि पोखरा त्यो लास्ट टाइम पोखरा गएको थियो होइन यहाँ आउनुभन्दा 1 हप्ता अगाडितिर गएको थिएँ होला होइन अनि त्यसपछि 2:30 बजी निस्क्यौँ होइन अब राति पुग्दा त अब 8-10 कति बजेको थियो होइन अनि भयो होइन अनि भोलिपल्ट बिहान हामी लेक साइडमा बस्यौँ अनि माथि जाँदै थियौँ कि होइन अनि त्यसपछि लेक साइडमा बसेर अनि भोलिपल्ट बिहान जानु पऱ्यो भनेर उठ्यौँ अनि लुगासुगा लाएर निस्क्यौँ माथि काठमाडौँबाट दिउँसो 2:30 बजी जुन लुगा लाएर गएको थियो नि होइन त्यो लुगाले त मलाई पसिना आएर यस्तो गर्मी भएको होइन ल पोखरा यस्तो तातो हो भन्ने फिल भइदिरहेको क्या त्यो आधी लुगा निकालेर 2टा ज्याकेट अनि स्वेटर अनि टी सर्ट यति नै थियो होला होइन जे छ भने ज्याकेट स्याकेट लाएर टी सर्ट र ज्याकेट मात्रै लाएर गएको थिएँ कि म त्यहाँबाट अनि त्यो बिहानको टाइममा क्या त्यो चाहिँ बिहान 7 बजीतिरको कुरा हो क्या कुन मन्थमा थियो जुन मन्थमा भयो भने काठमाडौँको 2:30 र पोखराको 7 दाजु न झ्याउला उकालो यही होइन काट्टी यो होइन ऊ त्यहाँबाट हेऱ्यो नि त हामीले उकालो ऊ त्यहाँबाट हेऱ्यो बल्ल स्टार्ट हुँदैन कि उकालो थियो यहाँबाट मलाई काटियो दिइरहेको रहेछ तर यस्तो बाइक चलाउनु चाहिँ खुब मजा आउँछ यार यो बनाएकै त्यस्तै भएर हो क्या सायद यिनीहरूले खोल्या नखोले थाहा भएन होइन हुन त त्यो ओह्रालोलाई हुन्छ नि ठाडो ओह्रालोलाई मिनिमाइज गर्नु नि यस्तो बनाउँछ हल्का डाँडा जस्तो नेपाललाई त बालै जान्छ माछिने भिरबाट आम पाल्छ जाओस् जाओस् मुझ्यो बाइक चलाउन नि म यार नेपालमा त अब कस्तो अब त्यो यहाँ वालिन जस्तो त नेपालमा 2 लेन हुन्छ होइन 2 हो कि त्यस्तोमा 2टा गाडी यताबाट जाने गाडी यताबाट आउने गाडीको नि म बिचबाट बाइक छिराइदिन्थेँ मन छिराउँथेँ क्या तर मैले छोडेँ त्यो गर्नु चाहिँ मैले त्यही त्यो जुन 2:30 बजे कुरा गरेको थिएँ नि होइन म 2:30 बजे काठमाडौँबाट निस्केको होइन बाइकमा गएको थिएँ बाइकमा गएको थिएँ होइन 3:30 बजी मुगलिन पुगेको थिएँ क्या म र भाइ थियौँ क्या भाइको धरि पछाडि बस्ने एक्सपल्समा थियो होइन भाइको धरि खुट्टा भुइँमा छोड्थ्यो क्या त्यस्तो सुताइदिएँ नि त मैले बाइक होइन अनि त्यहाँ पुग्दा 3:30 भयो मुगलिन पुगेर अनि खाजाहरू केही खाएको थिएनौँ क्या अनि खाजा साजा खाँदा 1 घन्टा लाग्यो 4:30 अनि त्यो जङ्गलको बाटो फेरि त्यस्तै घुँया जस्तो आउँथेन अनि मैले कहिले सिक्दै साइकलमा चाहिँ सिकेँ आउँथ्यो भने बाइकमा त मैले कहिले साइकलै चलाउन आउँथेन गाडी बाइक चलाउन साइकल चलाउन आउँथेन मैले चाहिँ ह्यान्डलतिर ध्यान दियो भने खुट्टा लड्यो भने खुट्टातिर ध्यान दिएर त्यस्तो गर्दैन पछि स्कुटर चलाउन थाल्यो बाइक चलाउन पछि त्यो अनि साइकल आफै ह्यान्डल हुन थाल्यो साइकल त ह्यान्डल आफै ह्यान्डल भयो पहिरो पेल्न त कति त्यति साह्रो राम्रो थियो अब मैले त अब धेरै भएर नचलाएको अब अहिले त जे छ नि त्यहाँबाट अनि म 4:30 बजे अथवा यस्तै कति बजे खाजा खाएर मुगलिनबाट निस्केको होइन अनि त्यहाँबाट पोखरा पुग्नलाई चाहिँ 4 घन्टा कति लाग्यो क्या मुगलिनबाट बिस्तारै बाटो त्यस्तै राति त तनाव हुन्छ नि यार नेपालको बाटोमा त के अरे न लाइनिङ छ न के छ लाइनिङ भन्दा नि अब लाइनिङ साइनिङ त बाले भएन गाडी आयो भने धुलो उडाउँछ भाइजर लाउनु हुन्छ नि भाइजर लायो भने देखिँदैन केही पनि होइन लाएन भने किराले हान्छ धुलो हान्छ क्या मेरो त आँखामा किराले हाने नि त बाइक चलाउँदा मैले ठाउँको ठाउँ मुझे
त्यो थानकोटमै हो काठमाडौँ फर्किँदाखेरि राति 10 बजिरहेको थियो होला होइन मासला यत्रो किराले लाग्यो कि कहाँबाट आयो नि थाहा भएन भाइजर खोलेर आइरहेको थिएँ होइन अनि माथि सिधै रोकेको पछाडि गाडी भयो मलाई हान्थ्यो त्यो अब के गर्नु त्यो केही कन्सियसनेसै भएन कि आँखामा हाने मैले आँखा त बन्द भइहाल्यो के गर्ने भन्दा रोक्ने मैले त्यहाँबाट मेलवनसम्म देखिन्छ होइन त्यहाँबाट उता के अरे साउथ पनि देखिन्छ कि के कोरियन देखिन्छ त्यहाँबाट मेलबर्न त नजिकै भयो पनि लास्ट टाइम जाँदा हेरेको कोही पनि थिएन तर दुर्बिन चाहिँ हेर्न मन थियो पैसा हाल्ने त्यही त कोही पनि थिएन कोही थिएन भने त कोही पनि मान्छे थिएन कोही थिएन मलाई त हिँड्न लास्ट मजा लाग्थ्यो होइन त्यसरी हिँड्दा त मैले चाहिँ बिहानमा गएर चाहिँ ग्राउन्ड हुन्छ नि त्यो ग्राउन्डमा हिँड्छु कि म कति बजी उठ्यो बाबु म त जति नै 6:30 बजे त उठेकै हुन्छ गाडीमा आएको 6:30 बजे उठेर मोबाइल चलाएर 8 बजीतिर गयो भने ग्राउन्डमा चाहिँ आज गयो ग्राउन्डमा आज त गएन हिजो गएको थिएन त्यो केटीहरू बुढोले हेर्न गएको होइन त्यो त कामबाट आउँदैन तिमी जान्नौ क्या मुझे तिमी साढे काममा आउँछौ 8 बजी मुझे घन्टा जान्छ मुझे त्यो तिमीलाई त्यस्तो चाहिँ मनपर्छ त्यो चाहिँ हो एक दिन गएको म थिएँ म होइन के भयो भन्दाखेरि सुन न म खालि खुट्टा हिँड्न पर्यो मलाई चाहिँ खुट्टा पोल्छ कि त्यो हुँदाखेरि चाहिँ त्यस्तो भयो भने के हुन्छ कि भन्ने सोचेर चाहिँ म त्यस्तो गरेको होइन तर के भयो भन्दाखेरि म चाहिँ त्यतै हो नि अब सिधै अब त हेर्नै पर्दैन जुन राउन्ड अब थोडा सिधै जाने हो मामाले कहाँ स्पिड म्याटर राखेर हिँड्छ यो स्पिड म्याटर भनेर स्पिड यस्तो गर नि त स्पोर्ट्स सुज लाउनु छोड बोट लाउनु सुरु गर नि त टिम्बरल्यान्ड टाइपको क्या मजाउने एउटा टिम्बरल्यान्ड थियो मासालाई टाइट भएर लाग्यो होइन एकचोटि लाँदै कहिले लाग्छ टिम्बरल्यान्डमा डक्टर मार्टिन किन ल डक्टर मार्टिनै लगाउनु त बुट लगाउँछ लाग्यो टिम्बरल्यान्ड त मासालाई एक दिन लाएर त्यत्रो हिँड्दा पनि त्यो खुट्टाको सेपै बसेन कि त्यो स्पोर्ट्स सुजहरू त म 10-15 मिनट लागेपछि बस्छ नि त होइन म चाहिँ त्यो टिम्बरल्यान्ड लाएर टन्नै हिँड्यो नि म चाहिँ होइन हुँदै भएन त्यो लाउनै सकिएन क्या त्यो लाएर गाडी चलाउनु मेसै पाउँदैन क्या पानी हेर्नु नि त होइन सिधा हुन्छ त्यो त स्पोर्ट्सको जस्तो अब फ्लेक्सिबल भइदिएन नि त खुट्टासँग कति थाहै होइन मैले त्यस्तै भएको नि त मैले नयाँ थियो होइन स्पोर्ट टाइममा कि यस्तै लङ सुज लङवाला कि फुलवाला हो त्यस्तोमा लगाएँ कि मैले त्यसले इयर म्याक्स के लङ हुन्छ नि माथि चाहिँ त्यस्तो लगाएन अनि उमा छिरेँ मेरो साइडको देखाएँ नि त्यही भएर त अनि ड्राइभ थ्रुमा केएफसीमा ब्रेक मात्रै एक्सिलेटर मात्रै अगाडि निशान गाडी थियो बाङबाट एउटा मेरो त्यही मामा हुन्छ जुन मैले स्कुटर ल्याएको भन्थेँ नि त्यही गुल्टेको हाटुङ्गा त्यो पनि काठमाडौँ पहिलोचोटि चाहिँ स्कुटरमा गएछ गएको पोखरा जतामा हाल्दैछ र हालेको नि उहाँ पोखरामा त हाल्दै यसो गर्ने साइडलाई बाले पनि दिनुपर्छ अब बेकसोर त हुनु पर्यो नि त नत्र डङ्गा हाल्नु नि त किन हानिस् घरले बाँच्यो भन्ने अब हार्छ नि परेको हात चाहिँ अपाङ्ग भएन साइडलाई बालाइदिए भन्नु हातदेखि त कन्फर्मै भयो त्यसो बानी उहाँको त काट्नु पुलिसले रोकेको छैन रोक्दाखेरि नि बुढा त खाली देखेर हाल्यो त्यसमा अनि त्यहाँ चाहिँ 2000 दियो हुन्छ भन्दाखेरि चाहिँ अनि बुढाले चाहिँ बोली त्यस्तो कि अनि त्यहाँ त म पोखराको मान्छे पहिलोचोटि आएँ यो दोष यताउता भनेर गएर ल जा भनेर छोडिदिएँ कोहीको चाहिँ बोली पनि मेरो त मुजी गल्ती नगरेर नि छोड्छु नि मुजीले गरे कोही झगडा गरेर गएर अनि हेर्न गरी यही हो पहिला सोध्नुको लागि अनि फेरि आज हामी अलिकति घुम्थ्यौँ स्विमिङ गर्ने खतरा भिडियो बनाउने भनेर मोबाइल प्रिपेयर भएर गएको अनि हामी घरमा चाहिँ अब रियल इस्टेटको इन्सपेक्सन थियो क्या तिमीहरूले घरमा फोहोर गरेको छस् कि छैनस् भनेर सफा गरेर राख भनेर इन्सपेक्सन थियो अनि हामी घरमा नभए पनि हुन्थ्यो तर हाम्रो रियल इस्टेट चेन्ज भएको थियो अनि तिनीहरूसँग चाहिँ चाबी रहन्छ क्या अनि फेरि क्यान्सल भएर फेरि भोलि पनि घर पुरा पुस्नुपर्छ
अब पकाउने बित्तिकै त्यो पुरै अलिकति चिम्नीहरू नै क्लियर राखिदिनु पऱ्यो नि त, नत्र फेरि रिइन्सपेक्सन आइदिन्छ नि त। अनि त्यो भएर चाहिँ अनि बरु हामी फर्क्यौँ। अनि अब रिइन्सपेक्सन भन्दा आजै आइज, म बाटोमा छु अन्त भयो यो टाइममा आइज भनेर नि हामी फर्क्यौँ। गाडी हेर न मासला गाइज, मलाई हो त्यो व्हाइट कलरको निसानो मासला कस्तो दामी लाग्छ मलाई यार। बोल्बो पनि दामी हुन्छ नि। मतलब त्यो त्यस्तो टाइपको जुन पनि दामी लाग्छ क्या त्योभन्दा अगाडि छ नि कहिले किन्ने कहिले किन्ने होला क्या त्यो। गाइज हामी घर आइपुग्यो, यस्तै भयो आजको जर्नी। धेरै राम्रो नि भएन नराम्रो नि भएन। सबैले भिडियो हेरिदिनु होला, लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् र धेरै माया गर्नुहोस्। सी यस गाइस।